चाहिँ पृथ्वी चोक यो सिधै हामी चाहिँ सिधै अमरसिंह चोकतिरबाट जान्छौँ अब नदीमा भिडभाड छ मान्छेहरू ओहोरदोहोर गरेर आज के बार हो र शनिबार होइन र शनिबार पनि के लाइन हो त हेर त जाम बुद्ध चोकमा बुद्धको मूर्ति छैन हाम्रो प्रहरी साथीहरू यस्तै खटिरहेको काममा दिनरात घाम पानी भदौरे घाम छाला सुकाउने घाम केही नभने खटिरहन् यस्तो चौपाटी रहेछ यहाँ अगाडि आएको यहाँबाट चाहिँ फेरि राइट हाला दाहिने हाला वान वे त होइन टु वे जो हो घरबाट ज्योति पुस्तकालय रहेछ यहाँ साइडमा राइट भनेको राइट यो बाटो नछोडिकन सिधै जाने हो जहाँ बाटो नछोडिकन हाम्रो घरतिरको बाटो जस्तो छ है बात त सही होइन र हाम्रो घरतिर पिछ्न अटेको बाटो हुन्छ खोलातिरको सिधा सिधै जान लाग्यो विजयपुर पुल आयो ठ्याक्क विजयपुर पुल क्रस गरेपछि डाँडोको माथि हाइट चढ्ने हो अब यो चाहिँ विजयपुर खोला खोलाबाट पानीबाट जान्छ बाटो चाहिँ अब उकालो रहेछ तर पिच चाहिँ बनाएर रहेछ भुइँसम्म पिच भयो भने त भुइँसम्म पिच भयो भने त चिट्ठै पर्थ्यो नि होइन बाटो जे होस् बनाएकै हो यस्तो मौसम छ यहाँ चाहिँ अहिले हल्साले जब पहिरो हो यो होइन यत्रो समुदायका अनुसार बाटो त डाँडाको टुप्पासम्म मात्र राम्रो छ भन्ने खबर सूचना पाइबा हामीले प्राप्त गरियो त्यसपछि चाहिँ बाटो खत्तम खलासी छ अरे खत्तम खलासीमा ड्राइभर पनि खत्तम खलासी छ हेरौँ कसरी पुर्याउँछ ड्राइभर पनि खत्तम छ कन्डक्टर पनि खत्तम छ सबै खत्तम छन् भयो राजा भयो म झरिदिउँ होइन पर्दैन अघि देखेको होइन अझ ओह्रालै आएन भन न अझ ओह्रालो त चलाएकै छैन उसले घर कुत्ते दिन आता है आज इसका भी दिन आया है कौन है ये लोग कहाँ से आते हैं तिम्रो त अगाडिको फिक्स हो नि त A few moments later रोका साइड लगाऊ यहाँ बाटो बनाउँदो रहेछ नि त बाटो बनाउँदो रहेछ के दामी टाङ्की
few inches later. अब भर्खर पुल पार गर्दा नि स्यास्या भइसक्यो मलाई। यहाँ हुनुहुन्छ हाम्रो राइडरजी, भर्खर यही पुलबाट बाइक भित्र ल्याउनु भएको। ओके हेर्नु यस्तो बाटो लिएर आउनु छ हाम्रो राइडर सर। के छ सर राइडर सर? सलाम वालेकुम। अस्सलाम वालेकुम। जय श्री कृष्ण, ओम नमः शिवाय, राधे कृष्ण, राधे राधे। 2 hours later. सिक्लेस गाउँमा यहाँहरूलाई हार्दिक स्वागत छ भन न। यो हाम्रो माउन्टेन भ्यू सिक्लेस वडा नम्बर 1 मा हामी पुगेका छौँ अहिले। जोस लड्दै पढ्दै झर्दै होइन चढ्दै हिँड्दै गाउँदै रुँदै सिक्लेस पुगिसक्यौँ हामी। ल सिक्लेस हेर्दै साथीहरू। सरप्राइज मैन। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से। हो र अहिले त खाना खाँदा उडाउनु होला। यही हो। What is this? सुरु भइसक्यो त यार। सही हो। 1 eternity later. One day later. हेलो साथीहरू, गुड मर्निङ फ्रम टस। हामी चाहिँ अहिले टस छौँ। टस भन्नाले सिक्लेसभन्दा माथिको नेक्स्ट स्टप। सिक्लेसबाट लगभग 5-6 घन्टा हिँड्ने हो भने चाहिँ हामी टस पुगिन्छ। यहाँ चाहिँ नि एउटा मान्छेहरू आएर सुत्नको लागि जियोस् बिस्तारा सिस्तारा लगाएर खाटसाट काठको बनाएर टक्क बनाएर राखिरहेको रहेछन्। सिक्लेस गाउँ चाहिँ त्यो गाउँ हो। त्यो गाउँदेखि तल खोलामा झरेर 400 मिटर तल झरेर अनि त्यहाँबाट 800 मिटर माथि आउनुपर्छ। सिक्लेस चाहिँ 2000 मिटर हाइटमा छ। हामी चाहिँ अहिले 2400 मिटर हाइटमा छौँ। अब हामी आजको गन्तव्य भनेको 2400 मिटरदेखि सिधै 3800 मिटर हो। र यहाँ बिहान बसेकाहरू टोलीहरू सब हिँडिसके। आधी घन्टा 45 मिनट जति भयो। हामी चाहिँ अब खाजासाजा खाइयो। अब हामी पनि निस्किने तर्खरमा छौँ। अब बाटोको दृश्यहरू त अब छँदैछ, के देखिन्छ भन्ने कुराहरू त। बादल नलाइदिए हुन्थ्यो भनेको, आकाशमा अलिअलि बादल पनि देखिरह। हामी जाँदासम्म हराउला भन्ने आश छ। चस्मा लाएर सन्तोष नेउपानेको चस्मा हो यो चस्मा। सेफोक सुन्डो पनि पुगेर आयो। उतै हरायो कि भनेको अब कोरीसम्म नि पुऱ्याउने भयो चस्माले। हामी चाहिँ अब यहाँबाट चट्ट लाएर निस्केको। बुटोलको दुईजना भाइहरू एकदम रमाइलो भाइहरू छ। हाम्रो ग्रुपको 2टा मेम्बर सँगै अगाडि बढ्छ। हामी चाहिँ अहिले तासामा रोकिरहेको छौँ। हिजो सिक्लेसबाट हिँडेको राति अब एकछिनमा भेट्छ। तर्सिँदै होइन लखर गन्दै अन्धारोमा सिधा उकालो। हिजोको बास चाहिँ यहाँ थियो। अब आजको बास चाहिँ हाम्रो कोरी नै हुन्छ। Catch a
Crash him down, we ain't showing him no sympathy. The ones that gon' hurt you most gon' be your family. Cup full, but lately my heart empty. God say you needed help, so he sent me. She said she like it when I'm kissing on her gently. हामी चाहिँ तासाबाट लगभग 1.5 घन्टा भयो। अब 1.5 घन्टा हिँडिसक्यौँ। बिचमा एउटा स्टपमा चाहिँ लगभग 1 घन्टा हिँडेपछि रेस्ट गर्थ्यौँ 10 मिनटलाई। अब जङ्गलको बिचबाट पुरै ल्याउ लगाएको हेर्नुहोस् त ढुङ्गा। पानी परेको भए त हामी त पुरै पागलै हुँदो रहेछौँ त हामी त, होइन? यो बाटोमा यस्तो छ बाटो पनि, डरै लाग्दो। भित्र खोलाको बाटोमा हिँड्ने जस्तो कि त्यो होइन। ल अझै एउटा माइलस्टोन आयो हाम्रो। के छ त, कस्तो छ त बाटो? हरिब छ, मान्छे आउनुपर्छ यहाँ घुम्नलाई। मजा छ होइन? चट्टा एकलडो भए पनि सर्र लाएर जङ्गलको बिचमा लेउको बाटो हिँड्न कायदा हुन्छ। मान्छे खासै नआउँदो रहेछन्। अलिअलि 10-15 जना दिनको। त्यो छुट्टी परेर होला क्या, लामो होला 30 चीजको छुट्टी परेर। कोरी भन्ने ठाउँ त धेरै साथीहरूले सुनेको पनि थिएनन् हाम्रो। हामी चाहिँ यता आउने प्लानिङ गर्दाखेरि कहाँ पर्छ यो, कसरी जाने हो सोध्दै हुनुहुन्थ्यो। अझै कोरी खासै त्यस्तो पपुलर अझै रुट भएको होइन, बिस्तारै चाहिँ हुँदैछ। अब यो कोरोना पछि इन्टरनल टुरिज्म चाहिँ धेरै बढेको कारणले अहिले नयाँ रुटहरू फेला हुँदैछ। मान्छेहरू घुम्न पनि रहर गर्दैछन्, घुमिरहेछन्। हामी पनि घुमिरहेका छौँ, हामीलाई नि रहर लाएर घुमिरहेछन्, होइन? यो जङ्गलको बिचमा हिँड्दाखेरि एउटा छुट्टै किसिमको आनन्द हुन्छ, होइन? आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ। कोरी 6 आवर्स अरे। ओम नमः शिवाय, जय शम्भु, हर हर भोले। हनुमाथि पनि देख्छौ कोरी 6 आवर्स। ए यो स्टप चाहिँ छौमी भनेको। हेलो फाइनल्ली वी आर एट सेन्टर अफ तसा एन्ड कोरी। हामी कोरी र हामी चाहिँ एउटा चौपारीमा छौँ, होइन? चौपारी चाहिँ मिड पोइन्ट रहेछ। लगभग हामीलाई चौपारी 3.5 घन्टा लाग्यो होला माथि आउँदाखेरि। चौपारी चाहिँ हामी कोरीतिर लाग्ने हो, कोरी पुग्न पनि 3-3.5 घन्टा लाग्छ। अब वेदर त चिसो छ हेर्नु, होइन? तर हिँड्दाखेरि यस्तो गर्मी भइरहेछ उकालोमा कि पसिना भएर ज्याकेट लाउन मन लागेन। मौसम त कुल छ, मौसम त हुस्सु लाएर यस्तो चिसो ठ्याक्क है। अब चाहिँ नि चौपारी भनेर पुरा एक्साइटमेन्ट भएर आएको के। माथि चौपारी छ, बिहान हिँडेदेखिबाट केही खाएको छैन, खानेकुरा पनि होला चौपारीमा। एउटा कटेरो सटेरो बनायो होला, यसो चिया खानलाई, तातो ठाउँमा यसो ओत्लाउनलाई बनायो होला भनेको। तर यो चौपारीमा केही पनि छैन है। यहाँ एउटा रुख छ, यो के को रुख हो थाहा छैन। अनि यहाँ भारी बिसाउने ठाउँ छ, त्यति हो। यहाँ यसो यताउता बस्ने ठाउँ पनि केही छैन। बरु यहाँदेखि अझै 1 घन्टा हिँड्यो भने बरु धर्मशाला आउँछ भन्ने सुनेको तलपट्टि। त्यो धर्मशाला चाहिँ छ, त्यहाँ बस्न मिल्ने गरेर खाली ठाउँ स्पेसमा धर्मशाला गराएर राखेरै छ। यो बाटो त ठाडै छ, मैले तपाईँहरूलाई अहिले ड्रोनमा देखाउँला। यो बाटो ठाडै छ, पुरै ठाडै छ। अब एकछिन हामी यहाँ रेस्ट गरिन्छ कि सन्जय? गरिन्छ। कहाँ सकिन्छ त नि साथी जाने यार, साथी 10-15 मिनट थाकियो हामी। 10-15 मिनट उकालो चढ्दा भयो। अब चिसो पनि भइरह। अब ठाडै उकालो हो, ठाडै उकालो हो के। अब यो चाहिँ चिसिँदै हुँदो हो। त्यही कारणले गर्दाखेरि अब चाहिँ माथि चाहिँ केही लाउने पर्ने अवस्था आइसकेको छ, होइन? माथि झन् चिसो होला, होइन? माथि झन् चिसो होला। पानी पर्ला जस्तो गरेको थियो, अलिअलि परेको थियो। रेनकोट लाएर आइयो, पानी सानी परेन बाटोमा आउँदाखेरि। ठिकै भयो, पानी नपऱ्यो। पानी परेको भने हिँड्न गाह्रै हुन्थ्यो, अलिअलि भए पनि। यही हो चौपारी, चौपारीको बरफी। A few moments later. अझ वेदर क्लियर भयो। अनि हाम्रो अनिलजीले अब यही बेलामा वेदर क्लियर भएको होला
ड्रोन उडाइहालौँ भन्ने कुरा गर्नुभयो अनि हामी चाहिँ यहाँ रेस्ट गर्दै यहाँ म पनि थाकेर केही बोल्न सकेको छैन यहाँ चाहिँ हजुरको होस्ट यहाँ छु म मत करो रहने दो बहुत बुरे लग रहे तौबा 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 थारा मूड खराब कर दिया हैन म पनि ठाडै यहाँ पुरै कभर भएर हिँडिरहेको छ चिसो हानेको छ तर भित्रभित्र गर्मी भएर ज्याकेट पनि लाउनु सकेको होइन क्या चिसो चाहिँ भयङ्कर छ रेनकोटको तल विन्डसिटरको तल टी सर्ट त्यसरी हिँडेको छ अब हाम्रो सरले अब ड्रोन उडाउनु भयो अनिलजीले दाजुभाइ चाहिँ राति 6:30 बजे बस्दै गोठमा आगो ताप्दै बल्ल कोरी आइपुग्यौँ अहिले 6:30 भयो धेरै टाइम त नलाग्दो रहेछ यहाँ आएर पनि 1 घन्टा बस्यो यहाँ होइन बस्यो होला यहाँ पुरा त्यो हिमाल हेर्दै यहाँ बादलसँग खेलेका हिमालहरूलाई हेर्दै बसियो बादलसँग कस्तो मजाले खेलेका हुन् कि हिमालहरू फेरि सेता बादल कोरी भन्ने चाहिँ ऊ त्यहाँ हो यो डाँडो भन्दा माथि त्यहाँ हो कोरी चाहिँ ऊ त्यहाँ The next day. के छ केटा हो गुड मर्निङ फ्रम केटा हो गुड मर्निङ फ्रम कोरी We are here. कोरी हिल्स आइस फल हामी चाहिँ अब अझै पनि निन्द्रामै छौँ हिजोको थकान चाहिँ अझै मेटेको छैन हामी निदाइरहेको छौँ ज्यान त यस्तो दुखेछ नि होइन के भन्ने ऊ त्यहाँ तल देखाइदियो त ऊ त्यस तल त्यो सिक्लेसबाट हामी आएको होइन सिक्लेसबाट हुँदै तान्तिङ होइन यता पारेवारीको सिक्लेस पारीको तान्तिङ अनि पोखरा फेरि उहाँ तल अलिअलि दुई चारवटा थुप्रै गर्दै एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट देखेको छ क्या होइन त्यो इन्टरनेसनल एयरपोर्ट त हो नि सेतो भाग इन्टरनेसनल एयरपोर्ट सर कस्तो लागिरहेको तपाईँलाई भ्यू हरि देखेको थियो नि तर होइन अघि त देखेको थियो के ढाकियो बोर भयो मजा आइरहेको छ मान्छेहरू त माथि ऊ अझै खुल्दैछ क्या त्यहाँ खुल्दैछ हेर नि त्यहाँ माथि अझै माथिको खुल्दैछ डेन्जर तर हिजो साँझको त बवालै भयो यार हिजो साँझको होइन टाइम जस्तो खतरा बनायो हामीले हामी त आनन्दले आयो होइन ग्रुपका दाइ दिदीहरूले त हैरान गरायो बिच बाटोमा बसेर आगो तापेर ज्यान सेकाएर हिँड्ने भोटे कुकुर होटेल गेस्ट हाउस 5 स्टार गेस्ट हाउस कोरीको यहाँ सबैभन्दा आइसफल गेस्ट हाउस हो सबैभन्दा चाहिँ नमस्ते गेस्ट हाउस छ उता त्यो बनिरहेको छ अहिले चाहिँ सबभन्दा बेस्ट यो लोकेसनको लागि भनेको हाम्रो यही छ एउटा मात्र रहेछ मिठो रुमहरू पनि एकदम न्यानो भाइले चिया ल भाइले चिया ल्याइदिन्छ भाइले चिया खुवाउँछन् हामीलाई मिठो चिया खुवाउँछन् हामी चिया खाएर थुलेकतिर लागिन्छ भाइ थुलेक कति घन्टामा गएर आइन्छ थुलेक चाहिँ अब यहाँबाट 2 घन्टा कता बाटो जाने हो यही बाटो छ यही माथि टावरको बाटो जाने हो त्यहाँनिर त्यो टावरको बाटो त्यहाँ सानो देउराली छ त्यहाँबाट तिर्छु भने तलबाट गए नि हामीलाई 2 घन्टा कि तिमीलाई 2 घन्टा भनेको तपाईँहरूलाई मलाई 1 घन्टा हो ए ठिक छ त्यसो तालदेखि तालमा पुगिन्छ त्यहाँदेखि आज आधी घन्टा हिँड्यो नि तालमा पुगिन्छ होइन त्यहाँबाट ताल त त्यही कुनामा त हो त्यही त पुग्छ मजाले आज घुमेर आउने हो त्यता पुगेर आएर अनि सानोतिर निस्किन पर्ला तल फेरि तसैतिर बस्नु लाग्यो क्या हुन्छ अन्य कुरा यथावत रहेमा र पानी नपरेमा चिया मिठो छ चिया खान पर्छ अरू नखाए पनि द सिक्रेट अफ माई एनर्जी ए दुधको भनेको कालो चिया ल्याएर दिएछ सोल्टीले मिठो भएर खाँचो नि फेरि कम्प्लेन गरेन हिरो भन्दैछ यस्तो हान्छु जाडोले गर्दा तातो पानी पनि मिठो हुन्छ यहाँको नेपालको झन्डा यस्तरी राखेर छ नि फरफराउँदै झन्डा छ यार ठ्याक्कै भेटिन्छ यो सबभन्दा ठुलो झन्डा चाहिँ यसमा छ यो होटलमा अन्त त कहीँ पनि छैन अन्त त सानो सानो छ यो त यहाँ पनि झन्डा छ
यहाँ पनि झन्डा छ त्यहाँ त झन्डै छ क्याम्पमा सुत्न मन लाग्यो अनुभव लिन मन लाग्यो भने पाइयो यहाँ टेन्टमा सुत्न मन लागे पनि पाइयो यो आइसफल रेस्टुरेन्ट हो गुरुङ दाई के गुरुङ भन्थ्यो यार ललित गुरुङ दाईको रेस्टुरेन्ट हो यो यहाँ चाहिँ नि खाना बस्न सेवा सुविधा एकदम राम्रो मिठो तरिकाको होटेल आइसफल कोरी प्रोप्राइटर ललित गुरुङ दाइले हामीलाई धेरै सहयोग गरिदिनु भयो तलैदेखि कहाँ गएर बस्ने कहाँ गएर खाने सुत्ने टेन्सन केही जात भएन दाइ हामी माथि हिँडेको हाम्रो व्यवस्थापन के हो हामी यो दिन यहाँ बस्ने हो अर्को दिन उहाँ बस्ने हो भनिदिएको दाइले सब मिलाएर राखिदिनु भएको आएर हामीलाई रुम खोज्ने टेन्सन नि भएन हाम्रो लागि रुम अलरेडी बुक थियो होइन नम्बर हामीले अहिले रिसिप्सनमा राखिदिउँ ल ललित दाइको नम्बर चाहिँ सबैलाई एकदम तलैबाट सबैलाई सिक्लेसबाटै सहयोग गर्नुहुन्छ दाइले पुरै सिक्लेसबाटै सिक्लेसमै खानाको व्यवस्थादेखि लिएर माथिको स्टेसनमा खानाको व्यवस्था सबै कुरा गरिदिनु रहेछ दाइले विदाउट एनी कस्ट हो कि नै